ल अब हिँड्यो। नमस्कार, जय श्रीराम। म विराज एक्सेप सुतो नागरिक समाज लेटाङको सचिव बोल्दैछु। अहिले हामी मिलन चोकमा छौँ, लेटाङ 4 स्थित, र हामी चाहिँ काँकडभिट्टासम्मको यात्रामा छौँ। त्यहाँ चाहिँ नि काँकडभिट्टामा नगर कमिटी श्रम संस्कृति पार्टीको गठन हुँदैछ। अर्का सामग्रीहरू आइसक्नु भएको छ भन्ने खबर आएको छ। हाम्रो केपी शिवा र निर्मल सर हिँडिसक्नु भएको छ र हामी यहाँ चाहिँ थप हाम्रो मित्रराज राईज्यू अनि लुच्चा राई अनि त्यसै गरी जुन कुमार राईज्यू अनि त्यसै गरी अनित राई त्यसै गरी मित्रराज राई मेघादन राई प्लस म विराज राई छौँ यहाँनिर। हामी लगभग 10 जना भयो है। ल अब हामी काँकडभिट्टामा जोडौँ। अब साथीहरू फाइनली हामी काँकडभिट्टा आइपुगेछौँ कार्यक्रम स्थलमा। एकदमै बढी टाइम लाग्यो, बाटो अप्ठ्यारो। माई गुडनेस 3 घन्टा जतिको यात्रामा आएछौँ हामी। कार्यक्रम यहाँ रहेछ, उपस्थिति बाक्लो छ। हामी जम्मा चाहिँ 11 जना हो। आसन ग्रहण गर्नका लागि म अनुरोध गर्न चाहन्छु देवकोटा पार्क निर्माण समिति व्यवस्थापन निर्माण समितिका अध्यक्ष हाम्रो समाजसेवी चिर परिचित व्यक्तित्व आदरणीय बालकृष्ण थापाज्यूलाई यो कार्यक्रमको सभाध्यक्ष गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय राष्ट्रपति नेता अर्क साम्पनज्यूलाई यो मञ्चको यो कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि हार्दिक स्वतन्त्र नागरिक समाजका अध्यक्ष आदरणीय सबिर तामाङज्यूको उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। रेसिडी सामाजिक अभियन्ता यो अभियानलाई हर्क साम्पनको अभियानलाई आदरणीय प्रसन्न भट्टराईज्यू युएसबाट आउनुभएको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र हामी बिचमा ब्रिटिस नेपाल गोर्खा हाम्रो युवा व्यक्तित्व प्रमेश थापाज्यूलाई रेडी भइदिनु अनुरोध गर्न चाहन्छु। र हामी स्वागत द्वितीय चाहिँ सुमन डान्स स्टुडियोको तर्फबाट स्वागत नृत्य प्रस्तुत गरेर आजको यो कार्यक्रमलाई जय श्रमदान। नमस्कार, म विराज राई एक्सेप लेटाङबाट स्वतन्त्र नागरिक समाजको सचिव। उहाँलाई चाहिँ देखेको भिडियोमा देखिरहेको हो कि मुना विश्वकर्मा, उहाँको फलोवर धेरै छ, श्रमदानमा एकदम सक्रिय हुनुहुन्छ। हामी हेरिराखेका छौँ र पहिचान पनि गर्नु पाइयो। आज तपाईँलाई स्वागत छ स्वतन्त्र नागरिक समाज लेटाङको तर्फबाट तपाईँलाई अब धन्यवाद, स्वागत छ होइन। कस्तो छ अहिले, कतिजना आउनुभयो धरानबाट आज? 20-25 जानु भएको छ है। मैले ठिकै भने नि तपाईँको नाम मुना विश्वकर्मा। ल राम्रो छ। यहाँ हाम्रो म्यामको मायापुन मगर। ए ल मायापुन मगर। यहाँ हजुरको ल धन्यवाद। म चाहिँ विराज राई है त, विराज राई लेटाङबाट। यहाँलाई भेटेर खुसी लाग्यो। ल लेटाङमा पनि छ है स्वतन्त्र नागरिक समाज। कुनै समय हामी तपाईँलाई बोलाउँला। अब कार्यक्रम आयोजना गर्ने काम पालो अब हजुर हाम्रो हजुर अब 2 महिना हुन लाग्यो हाम्रो गठन भएको। हाम्रो साप्ताहिक श्रमदानहरू भइराखेको छ है त। ल हस् धन्यवाद। हजुर हजुर एकदम हजुर हजुर गम्भीरतापूर्वक ग्रहण गर्नुपर्छ। सामुदायिकमा जे भन्नुभएको छ नि वास्तव निचोडमा हरको दिन त्यही हो। त्यति मात्रै पनि राम्रोसँग सुन्नुभयो, बुझ्नुभयो भने त्यही नै हो। यदि तपाईँहरू वास्तवमा देश बनेको हेर्न चाहनुहुन्छ भने त्यही नै हो। म त्योभन्दा बेसी त के भने उहाँको कुरा सुन्नै गर्नुहोस्। उहाँले कहिले भिन्नै किसिमले कुरा के गर्नुहुन्छ कि ठ्याक्क किसिमले नि एउटा ठेलावालाले अर्को ठेलावालासँग गफ गरे जस्तो गरेर गर्नुहुन्छ कि उहाँले एकदम जिस्किएर के भन्न खोज्यो होला। यही
त्यतापट्टि नलाग्नु होला। उहाँले अर्को पनि लेख्नुहुन्छ, अर्को पनि भन्नुहुन्छ। समग्र हेर्नुपर्छ हामी जहिले पनि समग्र। त्यही व्यक्तिले जब अन्तर्वाद दिन्छ भूषण दाहाललाई, त्यही व्यक्तिले जब चाहिँ अन्तर्वाद दिन्छ ऋषि धवलालाई, ऋषि धवला होइन कुन चाहिँ बेला कुर्सी थाहा हो एकदम मतिर प्रयोग गर्छ नि ऋषि धवला होइन। कुन चाहिँ बेला कुर्सी थाहा